फाइनली हामी चाहिँ फ्लिन्डर स्ट्रिट पुग्यो। सो स्टारबक्समा छौँ हामी। सौरो सबै चाहियो। वान पिसको टवेल, लुफी सबै वान पिसको टिम। सो हे गाइस, अहिले चाहिँ हामी सिटी जाँदैछौँ। अहिले साँझको 7 बजिसक्यो अनि यहाँ चाहिँ अस्ट्रेलियामा अहिले क्रिसमस आइरहेको छ नि त। क्रिसमसले गर्दा चाहिँ यस्तो राम्रो डेकोरेसनहरू भएको छ अरे फ्लिन्डर स्ट्रिटमा चाहिँ। अनि हामी चाहिँ आज त्यही हेर्नलाई साँझतिर सिटी जाँदैछौँ। नाइट भ्यू हेर्न जान लाग्यो म र मेरो बुढी। यहाँसम्म हामी चाहिँ सिटी जाँदैछौँ। अब यहाँ ट्रेन स्टेसन नै नजिकै छ। अब गएर एकछिन ट्रेन कुर्छौँ अनि ट्रेन कतिखेर आउँछ टाइम हेर्छौँ। अनि ट्रेन आएपछि चाहिँ हामी सिटी जान्छौँ अनि फ्लिन्डर स्ट्रिट देखाउँछौँ के कस्तो छ। अहिले चाहिँ माइकी टपअप गर्नु लाग्यो हामीले। माइकीमा पैसा कम छ के गर्ने, पैसा राख्ने अब कार्ड निकालेको छ। यो ट्रेन स्टेसन। हामी चाहिँ अहिले स्टेसनमा ट्रेनको वेट गरेर बसिरहेछौँ। अब ट्रेन चाहिँ 4 मिनटमा आउँछ भनेछ। हामी चाहिँ ट्रेनहरू कसरी थाहा पाउँछ भनेपछि चाहिँ यहाँ बोर्डहरू छ है। यहाँ ट्रेनको टाइमिङ देखाउने बोर्ड छ। यो प्लेटफर्म नम्बर 1 हो। हाम्रो ट्रेन चाहिँ उता प्लेटफर्म नम्बर 2 मा आउँछ। ट्रेन आइपुग्यो। अब चाहिँ यो ट्रेनमा हामी फ्लिन्डर स्ट्रिट जान्छौँ, मेलबर्न CBD। सो ट्रेन आयो गाइज। अब जाने ट्रेनमा। कुन जाने किनला हामी चाहिँ भर्खरै फ्लिन्डर स्ट्रिट पुग्यौँ। कता जाने हामी चाहिँ यताबाट जाने अरे बाहिर। यताबाट बाहिर जान्छौँ। कता छ बाटो हेर्छु। फाइनली हामी चाहिँ फ्लिन्डर स्ट्रिट पुग्यौँ। यो चाहिँ मेलबर्नको फ्लिन्डर स्ट्रिट। हामी चाहिँ स्टारबक्स खोज्दै हिँडेछौँ। हामी चाहिँ आज स्टारबक्सको कफी खानु जाने होइन बुढी। हामी चाहिँ स्टारबक्स खोज्दै हिँडेछौँ। चिसो छ। अनि यता म्यापमा यता देखाएको छ स्टारबक्स। त्योबाट हामी चाहिँ स्टारबक्सतिर जाँदैछौँ। स्टारबक्समा गएर कफी लिन्छौँ। त्यसपछि बल्ल अब कता हुन्छ डिसाइड गर्छौँ। सो स्टारबक्समा छौँ हामी। भर्खर कफी अर्डर गरेर चाहिँ कफी वेट गरिरहेछौँ। यस्तो छ भने आफूले गरे काम गर्यो अनि मलाई चाहिँ फ्यानलाई काम हराइरहेछ। यो त राम्रो छ, यमी जस्तो छ होइन। ओके लेट्स ट्राई। कस्तो छ? हाउ इज इट? गुड? फ्राइडे नाइट हामी अहिले मुनिसम्म छौँ। जोरो सबै चाहियो। लुफी, सान्जे, ब्रुक, रोबिन सबै छ यहाँ। यो चाहिँ हामी अहिले मेलबर्नको मिनिसोमा छौँ। लुफी डलर हेर्न सबै यहाँ किरिङहरू छ पुरै। लुफी 1 पिसको टवेल। यहाँ सबै लुफीको लाइक लुफी होइन 1 पिसको टवेल छ। लुफी सबै 1 पिसको टिम। कन्सर्ट चलिरहेछ गाइज। भइरहेछ डान्स म्युजिक हेर्दा। यस्तो पुरा माथि छ त।
ट्रेन रिप्लेसमेन्ट भएर चाहिँ हामी बस खोज्दै हिँडेछौँ हामीले चाहिँ त्यहाँ सिलिन्डरबाट पार्लियामेन्ट आयौँ पार्लियामेन्टको स्टेसनमा सोध्यौँ पार्लियामेन्टको स्टेसनबाट उता बाटो देखाइदिएछ अब हामी देखि गइरहेछौँ बस खोज्नलाई अब हेरौँ कतिखेर बस भेटिन्छ कहाँ भेटिन्छ आज रमाइलो हुने भयो आज फ्राइडे नाइट उ त्यहाँ हो क्या बस बुढे बस त्यहाँ छ क्या गाइज अनि हामी चाहिँ यहाँबाट पार्लियामेन्टबाट क्याम्ब्रोवल जाने हो क्याम्ब्रोवलबाट फेरि अब त्यहाँ बस लिन्छ कि ट्रेन लिन्छ फिक्स छैन त्यहाँ गएर फेरि सोध्नुपर्छ हामी चाहिँ अहिले यहाँ पुगेछौँ आई थिङ्क दिस इज द रिप्लेसमेन्ट बस चाहिँ पार्लियामेन्ट बिल्डिङ हो केही थाहा भएन है हामीलाई चाहिँ पार्लियामेन्ट बिल्डिङ अगाडि पठाएको थियो यो चाहिँ पार्लियामेन्ट के बुढी बस त्यहाँ हेर न त्यो त उसमा गरेको के त्यो स्ट्यान्ड बाईमा बसेको बस हामी चाहिँ बसको लागि दौडिरहेछौँ गाइज आजको भलो एकदम राम्रो हुने रन बुढी रन हामी बसको लागि दौडिरहेछौँ हामीलाई क्याम्ब्रोवल जान छ छिटो है पार्लियामेन्ट नेक्स्ट टाइम हामी भेट्न आउँछ पार्लियामेन्टलाई अहिले चाहिँ हामीलाई बस क्याच गर्न छ गाइज लेट्स गो